Hi everyone. ठ्याक्क नालीमा हाई एभ्रिवान, स्वागत छ हजुरलाई मेरो अर्को युट्युब ब्लगमा। आज चाहिँ हामी घरतिरबाट सौरा घुम्न जाँदैछौँ 7 जना मिलेर। अनि त्यसकै भ्लग बनाउनु लागेको। अब के कस्तो हुन्छ बाटोमा म देखाउँदै गर्छु। हाम्रो चाहिँ गाडी आइसकेको छ ल। अब हामी निस्केर जान्छौँ। प्याकिङ सेकिङ नै भइसक्यो सबै। अब चाहिँ निस्केर तल जान्छौँ अनि अरूलाई पनि भेटाउँछु है त। हेर्दै गर्नु होला मेरो भ्लग। यदि मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। यसमा चाहिँ घरबाट निस्किन लागेको हो। सबैजना निस्किसकेको छ। म पनि निस्केर जाँदैछु। यहाँ झोला छ। पानी परिरहेको रहेछ गाइजहरू। यहाँ गाडी आइसक्यो। सबैजनालाई देखाउँछु म को जाँदैछ। यहाँ चाहिँ गाडी छ। हेलो गाइजहरू। हेलो हेलो दाइ। हेलो अल्बिना यता यी नानी यता यी अस्मि हेलो हेलो भन न। पुसा हेलो। कञ्चन एकजना चाहिँ 2 जना चाहिँ मिसिङ छ। अहिले चाहिँ देखाउँछु ल। अब चाहिँ हामी जान लाग्यौँ। सबैजना रेडी भइसक्यो। अब आयो भन्नु मम्मी। नानी अल्बिना बाबा गइदेऊ। बाबा खै अल्बिनाको बाबा खै बाबालाई आँखा मुर्छ। हामी जान्छौँ जाँदैछ रमाइलो भइरहेछ। कञ्चन हेलो हेलो अस्मि पुपु हेलो दाइ। यस्तो राम्रो देखेछ। पानी परेछ। हामी चाहिँ आइपुग्यौँ होटेल भर्खर। कञ्चन हेलो आइपुग्यो आइपुग्यो होटेलमा। होटेल आइपुग्यौँ। यो चाहिँ होटेल थारू गार्डन भन्ने हो। एकदम राम्रो रहेछ। हामीले चाहिँ अस्ति बुकिङ गरिसकेको थियौँ। फोन गर्छु कि जान्छौँ हामी भित्र। वाउ गाइजहरू राम्रो रहेछ। हामीले जस्तो देखेको थियौँ भिडियोमा त्यस्तै रहेछ। ल हेलो 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 रमाइलो लाग्छ छ है। ए कञ्चन बिहान किन अरू सुकेको सुकेको भनेको सुतेको भनेन। यस्तो राम्रो रहेछ। हजुर पनि आउन सक्नुहुन्छ। आउनु होला। होटेल थारू होटेल गार्डन। थारू गार्डन होटेल। वेलकम ड्रिङ्क पनि आइसक्यो गाइजहरू। रुम पनि वाउ रहेछ। हामी त जुन राम्रो त्यहाँ बस्ने। ड्रिङ्क खाना पऱ्यो लिएर अस्मि चेयर्स गर्ने। कस्तो गरम तिम्रो वेलकम ड्रिङ्क टुर दिन्छ है गाइजहरू हजुरलाई। यस्तो राम्रो छ यहाँ। अब त्यसरी यहाँ छिर्ने यसरी वाउ छ। यस्तो दामी छ। राम्रो रहेछ। अनि यहाँ वासरुम रहेछ।
वासरुम पनि सफै छ एकदम राम्रो रहेछ। हेलो पिस खालको रहेछ। भव्य पनि रहेछ है यो चाहिँ अर्ग्यानिक एकदम लोकल टाइपको रहेछ यो ठाउँ चाहिँ। यहाँ कागती दिँदैन चाहिँ कागती यहाँ हेर नानी हो जाऊ छिटो जाऊ जाम 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 हजुर ए हुन्छ हस् हस् अब चाहिँ पानी परेर भिजोक भएको छ। यी पानी परेछ अहिले चाहिँ खाना खान जान लागेको। खाना पाक्यो भन्ने सूचना आएको छ। यस्तो भएको छ देखाउँछु है म अब यहाँ डाइनिङ एरिया चाहिँ कस्तो रहेछ भनेर। यो चाहिँ रहेछ किचन डाइनिङ एरिया एकदम अथेन्टिक प्योर नेपाली खालको रहेछ कि यो चाहिँ। यस्तो रहेछ है यस्तो दामी रहेछ। हेलो 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 अल्बिना 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 आयो गाइस खाना कोही सुरु गरिसक्यो कसैको आउँदैछ। अब पनि हामी पनि खान्छौँ। खाइ ल खाइ ल मिठो छ छैन दिदी? मिठो कस्तो छ कसै? आयो आयो वाउ हामी खान्छौँ खाना खाम है खाम। सुरु गरेछ है। पानी परेर भिजोक भएको छ गाईहरू। खाना खायो खाना खाएर रुमतिर गएर अब सफारीको लागि निस्किन्छ। कस्तो राम्रो छ यो त जता हेऱ्यो त्यति राम्रो जता हेऱ्यो त्यति राम्रो छ। हेलो हामी बसेको चाहिँ यही हो कटेज एसी रुम राम्रो छ। हजुर पनि आउन चाहनुहुन्छ भने आउनु होला। यहाँ 3टा कोठा छ। हाम्रो यो अनि उताको एउटा गाइजहरू हामी चाहिँ निस्कियौँ अब सफारी जानको लागि। सबैजना रेडी भएर आइसक्यौँ जङ्गल सफारी जानलाई रेडी सबैजना। अब के हुन्छ म देखाउँदै गर्छु। रमाइलो हुनेवाला छ ल। ओहो हिरोइन भिडियोको एङ्गल चाहिँ कस्तो हुन्छ थाहा होइन। हो देखाउँदै गर्छु म। हेलो अर्को भ्लगर गयौँ है सफारी। हेलो सफारी सुरु हेलो सफारी निस्केको है अब जङ्गल सफारी। फेरि बोला त जङ्गल सफारी निस्केको है जङ्गल सफारी। देखो पीछे इधर देखो इधर देखो इधर चाहिँ सुरु भयो है जङ्गल सफारी। मेन जङ्गलभित्रबाट यहाँ हाम्रो गाइड हुनुहुन्छ। ल अङ्कलले त हेर्नु हेलो भन्नु। आजको हाम्रो गाइड
सुरु भयो है डरायो है गाईहरू डरायो यो चाहिँ फिमेल मेलको सिङ हुन्छ ए यो चाहिँ फिमेल गाई भैँसी जत्रा हुन्छ अझै बढ्छ उठेर त्यसमा ठ्याक डरायो ए हिरो सरी सुरु भइसक्यो यति अब चाहिँ के देख्छ हेर्दै गरौँ न भाग्य छ भने चाहिँ बाघ नभए चाहिँ यहाँ चाहिँ बाघ ठुलो बाघ हो के दाइ हजुर हेरमै के देखिन्छ साढे बाघ कस्तो राम्रो देखेको है बङ्गाली बाख्रा मजा रहेछ गाईहरू गैडा एउटा घाँसभित्र गैडाको माथिबाटै चरा बस्यो त्यो चराले त्यसको त्यो किरा कति टाढो one horn rhino ल बोला सफारी आएको है गाईहरू सफारी रमाइलो भइरहेको चितवनको बाघ आयो चितवनको बाघ एकछिन रोकेको थियौँ खाजा साजा लिन खाजा लिइसक्यो अब जान लागेको फेरि यो चाहिँ हाम्रो राइड भयो नाइट टावर ए यहाँ स्टे गर्न मिल्छ है यो चाहिँ नाइट टावर रातमा स्टे गर्न मिल्छ त्यो नाइस छ नाइस मिलोको बथान रहेछ यहाँ चाहिँ ट्री हाउस छ सफारी भ्याएर आइसक्यौँ 2.5 घन्टा गऱ्यौँ सफारी अब चाहिँ एकछिन रेस्ट गर्छौँ त्यसपछि चाहिँ बेलुका फेरि यहाँ चितवनको सौराको स्ट्रिट्सहरू घुम्न जान्छौँ त्यही गर्नु होला कस्तो लागेछ मेरो भिडियोहरू कमेन्टमा लेखिदिनु होला मन परेमा सब्सक्राइब गरिदिनु होला उही सिनेमेटिक यस्तो दामी आहा जाउँ न हामी चाहिँ अहिले चाहिँ नाइट वकमा आएको छौँ है गाइजहरू हेर्नुहोस् चितवनको सौराको स्ट्रिटमा हेलो कचोटि हाल्नु भन्छ होला गर्नु पर्यो है वेलकम टु आवर सुजन मगरमनी ब्लग ब्लग अब हामी चाहिँ तपाईँ सुजन दाइसँग पछि सौराको स्ट्रिट घुम्न जाँदैछौँ के हुन्छ म देखाउँछु हामी केटी वाउ वाउ ठाउँ छ
हामी चाहिँ सफारी गयौँ दिउँसो अनि त्यो सफारीको भिडियो हेरिसक्यौँ होला अझ अगाडि अनि एकछिन फ्रेस भयौँ त्यसपछि अहिले हामी यहाँ डुल्दै हिँड्दैछौँ नि अन द स्ट्रिट अफ सौराहा हामी चाहिँ यतिकै हावा खाँदै हिँडिरहेको अब गएर चाहिँ हामी खानासाना खाएर सुत्छौँ अनि फेरि भोलि अर्को डेस्टिनेसनमा घुम्न जान्छौँ हामी चाहिँ फेरि बेलुकाको खाना खान जाँदैछौँ किचनमा आज त मलाई खुवाउने क्या दाइले खाना आइसक्यो चाहिँ हामी खाना सुरु गर्छौँ छिटो जाप्ने बरु अझै खूब जाप्ने नि आज गइरहनु भनेको होइन? ट्राई गर्ने हो कि भोलितिर कहाँ बसेर गर्ने म? गोङ्गी के गोङ्गी भनेको के भयो कन्सल गाह्रो भयो अलिक टाउमा अलि उता सर न अन्त नउता भइसक्यो अब चाहिँ हामी कुरो खान्छौँ हिँड्नु भयो अहिले पछि खाएर भएपछि म भिडियो बनाउँछु अब इन्डिङ गर्छु यो भिडियो अनि भोलि चाहिँ पार्ट 2 हाल्छु ल हेर म सबै राख्थेँ पार्ट 2 हाल्छु भोलि यो चाहिँ पार्ट 1 हामी चाहिँ केक लुकाएर ल्याइसक्यौँ अनि यहाँ प्रिपेयर गर्दैछौँ अनि दिदी चाहिँ उतापट्टि अर्को कोठामा हुनुहुन्छ अब चाहिँ झुक्काएर बोलाएर सरप्राइज दिन्छौँ यस्तो छ यहाँ सरप्राइज दिन्छौँ अब हामी हेर्दै जानु होला Happy birthday to you. Happy birthday. Happy birthday. सरप्राइज त यहाँ पहिल्यै दिइसकेछ सरप्राइज चाहिँ दिइसकेछ म चाहिँ वासरुममा भएर ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर दिदी ह्याप्पी बर्थडे टु यु दर्शकहरू नानी गाइस आजको लागि चाहिँ यति नै रह्यो अब भोलिको चाहिँ म पार्ट 2 मा हाल्छु अब के हुन्छ म देखाउँदै जान्छु भोलि पनि अनि अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यदि मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला